हेलो एभ्रिवान, नमस्ते सबैजना सन्चै हुनुहुन्छ होला हैन। र आज चाहिँ मैले सानो भिडियो बनाउने प्रयास गरेको। त्यो भिडियो चाहिँ के हो भन्नाले चाहिँ हामी चाहिँ आज चाहिँ होममेड केक बनाउन लागेको छौं। र त्यो केक चाहिँ तपाईहरुले बिहान बिहानै खाजामा पनि प्रयोग गर्न सक्नुहुन्छ र नानी केटाकेटीहरुलाई टिफिन पनि सजिलो हुन्छ है। अनि त्यसैले चाहिँ बनाउन लागेको, अनि तपाईहरुले पनि सिक्नु होला। हामीले जति जानेको त्यति देखाउन लागेछु है। अन्त त्यो केकमा चाहिँ के लाग्छ भन्ने कुरा देखाउने छु है, त हेरिदिनु होला लास्टसम्म। साथीहरु, म चाहिँ तपाईहरुलाई केक बनाउने सामान देखाउन गइरहेको छु। सबैभन्दा अगाडि चाहिँ यो है त बेकिङ पाउडर। यो त अभियसली सबैले युज गर्छ हैन, यो त चाहिन्छ नै चाहिन्छ। अनि त्यसपछि हामीलाई चिनी पनि चाहियो हैन। चिनी चाहिँ अब तपाईहरुले स्वाद अनुसार हाल्नु होला। कसैलाई मिठो मन पर्छ भने कसैलाई मिडियम हैन। ए ल, अनि त्यसपछि हामीले अन्डा लिएको छौं। यहाँनिर हामीले 5-6 वटा अन्डा लिएको छौं। हामी धेरै जना छौं, 5 जना छौं, त हामीले 6 वटा अन्डा लिएको छौं। अनि त्यसपछि यो तेल त भइहाल्यो हैन, चाहिन्छ। अनि यो तेल लिएको छौं, अनि मैदा लिएको छौं। अनि त्यसपछि यो चाहिँ काजु चाहिँ त्यो यसैकै डेकोरेटको लागि माथि माथि हाल्न लागि लिएको है। अनि त्यसमा चाहिँ हामीले अब कलर युज, चकलेट कलर बनाउनु पर्यो भने यो बिस्कुटले लागि नै यसो पिसेर कुटेर राखिसकेको छु। अनि अब हामी यसलाई चाहिँ सबै एउटा भाँडामा राखेर मिक्स गर्नेछु। अनि त्यसपछि चाहिँ बनाउने छु है, त हेरिदिनु होला गाइस। हाम्रो चाहिँ केक बनेर रेडी टेन्टन। अब यसलाई चाहिँ भरे प्लेटमा निकालेर देखाउँछु है त तपाईहरुलाई। जस दामी भएछ केक। अब यो केक चाहिँ हामी चाहिँ चियासँग खानु पर्यो भनेको, चियासँग मजाले खाने। अनि दामी भएछ केक, देखाउनु लागेको छु, हेरिरहनु होला यता। सो साथीहरु, हाम्रो चाहिँ केक बनेर रेडी भइसकेको छ। यता चाहिँ चिया, यता यहाँ म घरमा बोलिरहेको छु। अनि खानु यहाँ प्रियालाई इन्भाइट गरेको, कस्तो लाग्छ? केक चाहिँ दामी भएछ। अनि हामी चाहिँ खानु लागेको साथीहरु। अब हाम्रो केक हेरेर चाहिँ भनिदिनु होला, कमेन्ट गरिदिनु होला कस्तो भयो। तर मिठो चाहिँ एकदमै राम्रो भइरहेको छ हो। यता चिया निकाल्नु दिएको एकजनाको गति नै छैन हो। अब सो गाइस, यति नै आजको लागि। बाइ 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 बाइ।